बङ्गलादेशलाई हेरौँ, नेपालीको स्वभाव त्यो होइन। आजसम्म नेपालीहरूले त्यत्रो 17,000 मान्छे मर्दा पनि नेपालीले सहयो, अहिले पनि सहेका छन्। सहनुपर्छ भन्ने पनि मेरो अन्तिम भनाइ होइन, सहनै पर्छ भन्ने पनि होइन, सहनुहुन्न। तर के छ भन्दाखेरि सबै कुरोको रिस पोख्दा पोख्दै मुलुकै गुमाउने काम चाहिँ हामी नगरौँ। त्यसैले तपाईँहरू यहाँहरू आइदिनु हो, मलाई अति म यहाँहरूसँग आभारी छु। हामी छलफलमा छौँ, अझै पनि हामीसँग समय छ। अहिले जो 2-2.5 महिना बाँकी छ भने त्यो त लाख टाइम हो हामीसँग, त्यसलाई घन्टामा गर्नुहोस्। हामी घन्टामा काम गरिरहेछौँ भने यहाँहरूले हुन गर्नुहोस्। यहाँ उपस्थित हुनुभएको राजनैतिक दलका व्यक्तित्वहरू, यहाँ उपस्थित हुनुभएका नागरिक समाज, यहाँ उपस्थित हुनुभएका प्रत्येक पत्रकारहरू, प्रत्येक व्यक्ति, यहाँको कर्मचारी, सबैलाई म सहयोग गर्न आह्वान गर्छु। मुलुकको निम्ति, मुलुकको उन्नतिको निम्ति। हाम्रो उन्नति कहिले हुने? खालि राजनीतिको पार्टीको मात्रै गीत गाएर त हुँदैन। उन्नति त हुनु पर्यो नि, देशको विकास त हुनु पर्यो। त्यसै कारण चाहिँ अघि क्वेसन उठाएको थियो, यहाँ 200 कति अरब यहाँ पैसा मास्यो, सबै हामीले मासिदिएको त होइन। म त्यो भन्न पनि चाहन्न। एकै रातमा सबै कुरो पनि हुँदैन। मान्छेले